उज्यालो नेपाल पार्टीले संघीय संसद र प्रदेश सभाका सदस्य घटाउने प्रस्ताव सहित चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङले सार्वजनिक सेवा समयमै पाउने व्यवस्था, भ्रष्टाचार विरुद्ध कडा कदम र जनउत्तरदायी शासनको प्रतिबद्धता जनाउनुभयो। घोषणा पत्रमा प्रतिनिधि सभा र प्रदेश सभाको संख्या कटौती, मन्त्रालय संख्या सीमित गर्नुपर्ने, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने र संविधान संशोधनको प्रस्ताव उल्लेख छ। मतदातालाई नजिकको केन्द्रबाट मतदान गर्न पाउने, कुनै पनि होइन विकल्प दिने र भ्रष्टाचारलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाउने योजना पनि पार्टीले अघि सारेको छ। स्वास्थ्य, शिक्षा र रोजगारीमा जोड दिँदै आगामी वर्षहरूमा सडक विस्तार, ऊर्जा उत्पादन वृद्धि र जलविद्युत निर्यात बढाउने लक्ष्य समेत लिएको पार्टीले जनाएको छ। उज्यालो नेपाल पार्टी मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको लागि स्थापित पार्टी हो। यो पार्टीले आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि यो प्रतिबद्धता पत्र निर्माण गरेको छ। यो प्रतिबद्धता पत्रमा संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिक मैत्री बनाउने, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता कायम गरिनेछ, अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गरिएको छ। सुशासनतर्फ सार्वजनिक सेवा समयमै पाउने अधिकार सुनिश्चित गर्ने, प्रशासनलाई डिजिटल पारदर्शी र जवाबदेही बनाउने तथा सार्वजनिक पदाधिकारी र कर्मचारीको वार्षिक अनलाइन सम्पत्ति विवरण बुझाउने र सार्वजनिक गर्ने व्यवस्था अघि सारिएको छ। शासन खर्च घटाउन प्रतिनिधि सभा सदस्य संख्या 275 बाट 201 र प्रदेश सभा 550 बाट 330 मा कटौती गर्ने, संघीय मन्त्रालय 15 र प्रदेश मन्त्रालय 5 देखि 7 मा सीमित गर्ने र राज्य मन्त्री र सहायक मन्त्री नराख्ने प्रस्ताव गरिएको छ। प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणा समेत समेटिएको छ।